हेलो गुड मर्निङ एभ्रिवान इट्स मी सुमित्रा है तपाईँहरू सन्चै हुनुहुन्छ होला। ल तिमी चाहिँ हेर्दै गर, म चाहिँ गएँ ल। मजाले यताउति हेर है। ल म चाहिँ लागेँ साथीहरू अब घरतिर, घर चाहिँ ऊ पर्छ अनि यो बाटो यतातिर कि घाँस एउटै हुँदैन कि यो यता कसै अहिले चाहिँ सबै गाउँ छोडेर बस्न गइसक्यो, त्यही भएर घारीहरू न कसैले केही काट्दैन। अब यहाँ भएको दुई घर हो, दुई घरमा नि कति 4-5वटा बाख्रा छ। यो घाँसहरू हेर्नु न, आम्मा पहिला यहाँ केही पनि हुँदैन थियो क्या। यहाँ चाहिँ टोइलेट थियो है, अङ्कलहरूको यो भत्कियो गइहाल्नुभयो। अम्बकहरू चाहिँ एकदम धेरै पाउँछ हाम्रोतिर। यो चाहिँ अलिअलि यता सबै अम्बकै अम्बक हो क्या। अनि यो घारीमा पनि पहिला घाँस काट्दा करार हुन्थ्यो क्या, चोरी हामी काट्थ्यौँ। अहिले चाहिँ काट्ने कोही पनि छैन साथीहरू। यस्तै पुरै जङ्गल भइरहेछ, गाउँको हालत यस्तो रहेछ। के गर्नु, सबै सहर छिरे गाउँमा बसेर मात्रै भन्न हुने। गाह्रो छ साथीहरू। हाम्रो टोवा चाहिँ त्यहाँ अब त्यो त्यहाँनिर चाहिँ अब बाँदर पर्खिरहेको थियो। अब चाहिँ म घर लागेँ साथीहरू। अनि यो चाहिँ हाम्रो तल्लो घर अङ्कलहरूको घर हो। यहाँको अङ्कल आन्टी बाजे खसिहाल्नुभयो। अनि सबैले अहिले तलतिर घर बनाएर तलतिरै सरेका छन्। फुलहरू फुल्या रहेछ। के लागेछ अब त घरहरू पनि कोही स्याहार्ने भयो पो। अब एक घारी छ कि साथीहरू, कोही छैन नि त गाउँमा, कोही छैन अहिलेलाई। यो चाहिँ हामीले पालेको बाख्राहरू के 4वटा। करा त फेरि 4वटा मात्र छ। घाँस हेर्नु, मैले यत्रो काटेको घाँसै खाएन रहेछ। यस्तो छ अवस्था। अनि के गर्नु साथीहरू। यही चाहिँ अङ्कलहरूको घर हो। छोडिसक्नुको मैले अघि भनिसकेँ। अनि पारीको चाहिँ पातली त्यो मधुर ओठ स्वाद बन। यो चाहिँ हाम्रो मूल घर हो। यो चाहिँ हाम्रो घर हो। गमे चाहिँ हाम्रो चाहिँ खोर बन्यो त। खोरसोर भर्काएर भाइले चाहिँ यता थन्काएर उता बनाउँदो रहेछ साथीहरू। हामी चाहिँ बनाउनुतिर लाग्यौँ। अहिले चाहिँ यस्तो छ, अब लास्टमा कस्तो हुन्छ। ल अब चाहिँ खानासाना आइसक्यो साथीहरू। फेरि बाँदर पुग्ने काम छ। खोर बन्दैछ। म चाहिँ अब फेरि गएँ बाँदर हुन। म चाहिँ लाग्यो अब। हेर केटाकेटी हो, काँक्रा एकदम मजाले फलिरहेको छ। यहाँ एउटा छ, यहाँ एउटा छ, फेरि बगा। ओफ ओफ ओ माई गड। घाँस मैले यता चाहिँ हिजो अलिअलि काटेको थिएँ। अहिले काट्नु पनि अब अल्छी लागिरहेको छ। अल्छी नलागि काट्छु लाग्यो। त्यो देखिरहनु भएको होला साथीहरू। यो चाहिँ पहिला मैले हजुरबाले रोप्नु भएको क्या। यति धेरै फल्थ्यो पहिला। हामी चोरी खान्थ्यौँ। अहिले चाहिँ अब बुढो भयो साथीहरू। हामी त बुढो भयौँ, हामी नजन्मिँदै यो बक्रे बाजेले हामीले कति खायौँ। अहिले यत्रो भयो। मेरो भाइ चाहिँ फेरि यहीँ छ खै करा गाई चाहिँ म बसेँ ल। स्वर पनि भाइसँग कराउँदा। हेलो साथीहरू, म चाहिँ बाँदर रुँगेर अहिले आइसकेँ। मम्मी चाहिँ उता सामान लिन जानुभएको छ।
म चाहिँ झोला झ्याम्टे सब बोकेर हिँडिरहेको छु साथीहरू मैले चाहिँ खाना पकाउनु पर्ने हुन्छ भोलि म गाडी जाने अब म एउटामा कति पछि आउँछु होला साथीहरू के गर्नु समय परिस्थितिले गर्दा यस्तै हुने भने जस्तो आफ्नै घरमा नि बस्न नपाइने के गर्नु गाह्रो छ साथीहरू यो चाहिँ हाम्रो घर भयो अनि उता चाहिँ हाम्रो मूल घर हो अनि अहिले चाहिँ अङ्कलहरू सबैजना विदेशतिर हुनुहुन्छ के गर्नु आन्टी र बहिनी मात्र छ हाम्रो घरमा नि म मेरो भाइ मात्रै एकजना फुपू त्यही भएर साथीहरू कुखुरा घर बनाएर थियो कुखुरा घर चाहिँ बनिसक्नु भएछ यस्तो बनाउनु भएछ साथीहरू छोरा मान्छे कोही छैन के गर्नु जानी नजानी आफूले बनाउनु पर्छ है यहाँ फेरि पानी पो खुस्केछ है कतिखेर खुस्केको पानी कतिखेर खुस्केको हो नि पानी पो यहाँ खुलेर चाहिँ यत्रो पानी पोखेर यहाँ यस्तो भइसक्यो तर त यस्तो छ अब सुँगुर चारो के गर्दा मलाई केही थाहा छैन के गर्नु होला यस्तो पानी यो चाहिँ हाम्रो पुरानो कोठा अङ्कललाई भन्नुभयो त नि भोलि जाने तपाईँ के सामान थियो यस्तै छन् सबैजना के भन्नु कसलाई सम्झाउनु कसलाई नसम्झाउनु हाम्रो कोठा हो म जाँदैछु साथीहरू म चाहिँ साथीहरू अहिले जाँदैछु पानी अहिलेसम्म बाँदर रुँगेर अहिले कति समथिङ 7:30 हुन लाग्यो यो चाहिँ हामी पहिला हिँडेको बाटो हो कि अहिले यत्रो घाँस भइसक्यो कोही पनि हिँड्दैन नि त यो बाटो सबैजना सहरतिर गइसके अब यहाँ भनेको यस्तै हो कोही पनि छैनन् गाउँतिर यस्तो गाडी छ साथीहरू अनि अहिले कोही नभएर कि यता बिच गाउँतिर पनि बाँदरहरू आउँछ कि आजभोलि अनि बाँदर कुन पर्ने रहेछ हुन त मकै त फलेकै छैन कि साथीहरू यो मकैको हालत यस्तो छ त्यही पनि के गर्नु बुढाबुढी मान्छेले छोड्न मान्दैनन् त्यही भएर अहिले चाहिँ यस्तो छ अनि म चाहिँ अहिले पानी मर्यो अरे भन्दै हुनुहुन्छ मम्मीले पानी यहाँ हेर्न जाँदैछु साथीहरू हाम्रो नाला चाहिँ यहाँ छ साथीहरू यहाँ त घाँसी राखेको रहेछ के भयो पानी नै आएको छैन साथीहरू ल छोराहरू पो रहेछ पानी त नआएको क्या हो पानी बन्द भएको क्या र पानी आयो साथीहरू ल भयो यति भयो पानी जोड्दैछु अब चाहिँ म घरतिर लानुपर्ने हुन्छ साथीहरू बाटो चाहिँ एकदम यस्तो भइसक्यो पुरानो कोही पनि नहिँडेर क्या यो चाहिँ हाम्रो पहिला बाजेले रोप्नु भएको हो क्या कति वर्ष भयो नि त यहाँ हामी सानो हुँदा नेत्री थियो अलि नेत्री छ बुढो भइसकेको छ यहाँ हेर्नु फलेको पो रहेछ यार तर किराले खाएको हो कि क्या हो फलेको रहेछ फल्नु त साथीहरू बाटो हिँड्नु गाडी यस्तो छ त्यो कोही हिँड्दैन अब हेर्नु सब सहरतिर लाग्यो यस्तै छ हालत साथीहरू अनि म चाहिँ कति समथिङ म कहिले काहीँ आउँथेँ आएँ पनि म यताउति हिँड्दिनँ थिएँ के काम ल्याइन्थ्यो दसैँ तिहारमा अब दसैँ तिहारमा आउने मैले गइहाल्ने गरिन्थ्यो मकैहरू पनि यत्रो ठुल्ठुलो भइसकेको छ पाक्न लागेछ मकैहरू चाहिँ अग्लो छ घोगा लाग्दैछ भर्खरै बाटो पनि यस्तो छ है उताबाट जाँदैछु मम्मी खाना पकाउनु हुँदैछ घर आउँदा म त केही देखिनँ कि केही देखिनँ साथीहरू के हो यस्तो
अनि अहिले चाहिँ हाम्रो पहिला सुँगुरमा आउँथ्यो, अहिले चाहिँ एउटा रहेछ हो यो। ओइ एउटा रहेछ साथीहरू। अनि यता चाहिँ फेरि फुपूको हो कि आन्टीको, यो चाहिँ सानो रहेछ। अनि यता चाहिँ हाम्रो घर हो। गर्ने प्रोग्राम भइसकिसक्यो मेरो पहिला कोठा। सुता सुता मलाई आउँछु कुरो, खुट्टा दुखिरहेछ भन्छ। हाई गरिदियो बुढा। सुस्कला आऊ न आऊ। सुस्कला यहाँ आउँदा छिटी यहाँ बस्छ। भोलि राजुनाले गनाइए भने सुस्कला दाइ अर्को लुगा लगा न भनेको सबै लुगा त नयाँ गान्थ्यो। अगाडि त म गाली देखिन्छु। राम्री त राम्री कति सारी भगवान वाट इज दिस। भोलि तिमी कति बजी उठ्छौ भन त। मासु मिठो छ। कुनैको पनि खुट्टा मर्दैन। हेलो गुड मर्निङ एभ्रिवान। जानै भ्याइन क्या, पानी पर्दा एकदम राम्रो हुन्छ कि है। अलि चाहिँ सुकिरहेको रहेछ। के पुगा पाकियो लानु पर्ने। पर्दैन हौ पर्दैन। बिहान हिँडेको मान्छे अहिले आइपुग्यो भन्छ र अहिले फेरि। बिहान हिँडेको मान्छे अहिले आइपुग्यो भन्ला। हामी चाहिँ अघि आइपुगेको साथीहरू। आउनु आउनु। फाइनल्ली मेरो घर आइपुग्यो ल। के गर्दैछौ?